हजुर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चढेको हाम्रो नेपालमा बनेको त्यो मुस्ताङ गाडी हिजो आज कतै देखिँदैन, कहाँ छ होला है? विलासिताको सामानको नाममा 300% भन्दा बढी कर असुलेर जनताहरूलाई जुकाले रगत चुसे जस्तै चुस्न पल्केका नेपालका यी दलाल राष्ट्रघातीहरूले नेपाली उत्पादनले बजार पाएको कहीँ देखिसहन्छन् त? जमानामै बन्द गरिदिइसके नि दिदी। ला किन बन्द गरे होला है? यसमा पनि एकदमै ठूलो रहस्य छ दिदी। कुरा हो सन् 1998 को, जब हुलास भन्ने एउटा नेपाली कम्पनीले नेपाली बाटोलाई सुहाउँदो एउटा जीपको उत्पादन गर्नु पर्यो भनेर अन्वेषणको सुरुवात गर्यो। फलस्वरूप मुस्ताङ V2 भन्ने एउटा जीप बनायो। त्यसको बजार मूल्य त्यति बेला जम्मा नेपाली 12 लाख रुपियाँ पर्थ्यो भने नेपालको जस्तो सुकै डाँडा काँडा कच्ची पक्की बाटोहरूमा पनि कुदाउन मिल्ने खालको थियो। बिस्तारै बिस्तारै नेपालीहरूले त्यसलाई मन पराउन थालेका थिए र त्यसको बजार बढ्दै थियो। र पछि सन् 2011 मा जब नेपालको प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई बने, उनले आफू प्रधानमन्त्री हुँदासम्म नेपालमै बनेको मुस्ताङ गाडीमा आफू चढ्ने भनेर एउटा प्रस्ताव ल्याए र हुलास मोटर्सले VVIP को लागि चढ्न योग्य एउटा लग्जरियस मुस्ताङ मैक्स भन्ने नयाँ जीप बनाएर डाक्टर भट्टराईलाई दियो र डाक्टर बाबुराम भट्टराई 18 महिना नेपालको प्रधानमन्त्री हुँदाखेरि त्यही गाडी चढेका थिए दिदी। र मैले पनि नेपालमा गाडी बन्छ है भनेर त्यति बेला मात्रै थाहा पाएको थिएँ। अब देशकै प्रधानमन्त्रीले नेपालमै उत्पादन भएको गाडी चढे रे भन्दाखेरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि कति राम्रो मेसेज गयो। त्यसपछि मुस्ताङ मैक्स गाडीको हाइप वात्तै बढ्यो, सबैले थाहा पाए। देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूले पनि फ्रीमा विज्ञापन गर्न थाले। त्यसपछि त्यसको बजार बढ्न थाल्यो। त्यसपछि हुलास मोटर्सका इन्जिनियरहरू तथा उत्पादकहरूले अब नेपाली बजारलाई सुहाउँदो र नेपाली बजेट कस्टमरहरूको लागि पनि एउटा सस्तो कार बनाउनु पर्छ र त्यो कारको लागि केही सामानहरू विदेशबाट मगाउने पार्ट्सहरू र एसेम्बल चाहिँ नेपालमै गर्ने भनेर अन्वेषणको सुरुवात गरे। अनि पाट पूर्जाहरू विदेशबाट ल्याएपछि त हामीलाई के फाइदा हुन्छ त? होइन नि दिदी, धेरै फाइदा हुन्छ। पाट पूर्जा विदेशबाट ल्याए पनि त्यसमा कर एकदमै कम पर्छ। तर यदि बनिसकेको गाडी नै नेपालमा ल्याउने हो भने विलासिताको सामान अन्तर्गत परेर त्यसको कर 300% भन्दा पनि बढी लाग्छ। त्यसकारण नेपालमै एसेम्बल गरेको गाडी र विदेशबाट एसेम्बल गरेर भित्राएको गाडीको मूल्य आकाश र पातलको फरक पर्न जान्छ दिदी। अब नेपाली कम्पनी त्यति माथि गएको, नेपाली उत्पादनले बजार पाएको कहाँदेखि सहन सक्थे र? जसरी अहिले नेपालमै उत्पादन भएको रक्सीलाई खाल्डोमा हालेर ड्रमका ड्रम नष्ट गरेर विदेशी रक्सीलाई आयात गरेर चाहिँ भन्सार कर असुल्छन् नि, हो त्यही नीति अनुसार नेपाल सरकारले सन् 2013 मा एउटा नियम ल्यायो। त्यो नियम के थियो भने नेपालमा उत्पादन भएका अर्थात नेपालमा गुड्ने कुनै पनि गाडीहरू कम्तीमा पनि Euro 3 स्ट्यान्डर्डको हुनुपर्ने भन्ने नियम ल्यायो। अब त्यति बेला हुलास मोटर्सले उत्पादन गर्ने मुस्ताङ V2 र मुस्ताङ मैक्सको स्ट्यान्डर्ड Euro 1 मात्रै थियो। अब त्यो नियम अनुसार ती गाडी नेपालमा चढ्न नपाउने भए। त्यसपछि हुलास मोटर्सले नेपाल सरकारसँग रिक्वेस्ट गर्यो, प्लिज हामीलाई 2 वर्षको समय दिनुहोस्। मुस्ताङ ब्राभोको चाहिँ रिसर्चमा हाम्रो धेरै पैसा खर्च भइसकेको छ, हामी भर्खरै Euro 3 स्ट्यान्डर्डको गाडी उत्पादन गर्न सक्दैनौं। यदि 2 वर्षको समय दिनुभयो भने हामीले 2 वर्षभित्र Euro 3 स्ट्यान्डर्डकै गाडी उत्पादन गर्छौं भनेर चाहिँ नेपाल सरकारले भन्दाखेरि नेपाल सरकारले होइन, तिमीहरूलाई जम्मा 1 वर्षको टाइम हुन्छ, सक्छौ भने बनाऊ, सक्दैनौ भने अब 1 वर्षपछि तिमीहरूको यो गाडीहरू चल्दैन भन्यो। र त्यति बेलै हुलास मोटर्सले नेपाल सरकारसँग कि त ऋण कि त अनुदान केही हाम्रो सहयोग गरोस्, हामी पछि तिर्छौं भनेर पनि प्रस्ताव राखेका थिए। त्यो पनि नेपाल सरकारले अस्वीकार गर्यो। फलस्वरूप पैसा नभएको कारणले गर्दाखेरि चाहिँ हुलास मोटर्सले उत्पादन गर्ने मुस्ताङ र मुस्ताङ मैक्स गाडीको उत्पादन बन्द भयो दिदी। अब हेर्नुस् त, यदि नेपाल सरकारले साँच्चीकै नेपाली उत्पादनलाई प्रोत्साहन गर्न चाहेको भए के हुलास मोटर्स त्यति बेला बन्दै हुनु पर्थ्यो होला त? के हुलास मोटरले उत्पादन गर्ने जम्मा 100 वटा गाडी थियो होला, त्यतिले धुवा फालेर पुरै वायु प्रदूषण हुन्थ्यो होला त? विदेशबाट आयात गरेका गाडीहरूले त कति धुवा फालिरहेका हुन्छन्, कुनै पनि अनुगमन त छैन त देशमा। अनि पनि नेपाल सरकारले के अलिकति अनुदान अर्थात अलिकति ऋण दिएर नेपाली उत्पादनलाई प्रमोट गर्न सक्ने थिएन? सक्ने थियो नि त। तर यी नेपालका भ्रष्ट दलाल शासकहरूले बनाएको जुन नीति छ नि, त्यसले नेपाली उत्पादनलाई निरुत्साहित गर्ने र विदेशी उत्पादनलाई प्रोत्साहित गरेर आयात बढाउने र त्यसबाट 300% सम्म कर ठटाएर भ्रष्टाचार गरेर लुट्ने यिनीहरूको नीति अन्तर्गत हुलास मोटर्स उम्रिन नपाउँदै मरेर बन्द भयो दिदी।